एकैछिन साथीहरू यो भिडियोको क्लिप हेरौँ र थोरै केही हामी पनि विश्लेषण गर्नेछौँ। भिडियो सुरु गर्छौँ। घरमा खाने चामल नभएर पैसा मागेर हाम्रो महिला प्रहरीसँग पैसा माग्दाखेरि चाहिँ अनि रहस्य खुलेको हो। उहाँले केही भन्नुभएको थिएन, चामल पैसा सापट्टि दिनु न गुरुआमा भनेर माग्नु भएछ। अनि किन भन्दाखेरि मलाई घरमा बच्चालाई चामल किन्ने पैसा छैन, म पछि आएपछि दिन्छु भनेपछि त्यो रहेछ। 4वटा बच्चा उत्रै छन्। उहाँको श्रीमान लगभग 1 वर्ष अगाडि बित्नुभयो। त्यो भन्दा पहिला चाहिँ उहाँको श्रीमान अपाङ्ग भएर उहाँले त्यही श्रीमानलाई चाहिँ हेरेर बस्नुहुन्थ्यो, ज्यामी गर्ने परिकारले आज उहाँलाई सहयोग गर्नुभयो। हाम्रो आज यति एकल महिला, सबै एकल महिला भने हुन्छ, यति धेरै चाहिँ एकल वातावरण क्रिएट गर्न पाउँदा थोरै भए पनि घाउमा मलम लगाउने भयौँ। बिहान बेलुका चाहिँ छाक चाट्न नसकेका व्यक्तित्वहरूलाई बिहान बेलुका 2 छाक खुवाउनेर पेट पूजा गर्ने वातावरण बनाउन सकु भगवान्ले सधैँ हामीलाई यही चाहिँ वातावरण क्रिएट गरून् भनेर म आफैले समेत यो चाहिँ प्रार्थना गर्न चाहन्छु। ल साथीहरू, भिडियो पुरा हेरिसक्नु भएको छ र यो भिडियोमा भनिएको छ एउटा आमाले आफ्नो गुरुआमालाई म्यादी प्रहरीको गुरुआमालाई मलाई पैसा सापट्टि दिनु न, मेरो घरमा बच्चाहरू भोकै छन् भनेर भन्नुभएको छ। यो जागिर खान कसैलाई रहर होइन क्या। 40 दिनको जागिर खाएर आफ्नो ज्यान धरापमा राखेर यो आफ्नो ज्यान धरापमा राख्ने कुरा हो क्या साथी हो। सजिलो छैन। जतिको यहाँ बाहिर बसेर हामीलाई यो म्यादी प्रहरी बनिदिन्छन्, यस्तो गरिदिन्छन्, 40 दिनको जागिरमा यति पैसा कमाए भन्न सजिलो छ नि, त्यति सजिलो त्यहाँभित्र गएर काम गर्न छैन। त्यही भएर आफ्नो ज्यान धरापमा राखेर काम गर्नु परेको छ र उहाँले फेरि पनि साहसको साथमा आफ्नो बालबच्चा पाल्नको लागि यत्रो बुढो उमेरमा दौडेर यति सङ्घर्ष गरेर म्यादी प्रहरी बन्नुभएको छ र कसैसँग भिख माग्नु भएको छैन क्या हात थापेर। उहाँले भन्नुभएको छ एउटा गुरुआमालाई मलाई अहिले पैसा दिनुहोस्, भोलि बिहान म तपाईँलाई मेरो स्यालेरी आउने बित्तिकै फिर्ता गर्छु भन्नुभएको छ। यो हो साहस भनेको। र यस्ता धेरै दुखीहरू गरिबहरू हुनुको कारण भनेको पहिलो हाम्रो सरकार हो। यो सिधै सरकारलाई जान्छ दोष। किन भन्दा सबै कुरालाई मेन्टेन गरेर मिलाउन सकेको भए यस्तो हुन्थेन होला देश अनि हाम्रा जनताहरू। अर्को कुरा के भन्दा यति दुःख कष्ट गरेर यस्तो गर्नुभएको छ। उहाँहरूलाई सहयोग गरिदिनु भयो सबैलाई एकदमै धन्यवाद। किन भन्दा हाम्रो नेपालीहरूको मन सानोतिनो छैन क्या, एकदमै ठुलो छ। त्यही भएर धेरैजनाले सहयोग पनि गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। र आगामी आउने फागुन 21 गते अब जम्मै 1 हप्ता पनि छैन होइन, 1 हप्ता मानौँ 1 हप्ता बाँकी छ, तर 1 हप्ता छ भनेपछि तपाईँहरूले आगामी आउने फागुन 21 गतेको चुनावमा हाम्रोलाई होइन राम्रोलाई जिताउनुहोस्। किन भन्दा यहाँ लाखौँ करोडौँमा दुखी गरिबहरू तडपिएका छन्, विदेशिन बाध्य भएका छन्, परदेशमा छन्। त्यही भएर एकदमै राम्रोलाई छानौँ, हाम्रोलाई होइन। हाम्रोले गर्नसम्म गरेका छन् के, अहिलेसम्म के गरेका छन्, कहाँ गएका छन्, यो पुरा गर्ने हो भने दिनभरि लाग्छ। त्यही भएर राम्रोलाई होइन हाम्रोलाई जिताउँ र अझ आउने विगतका दिनहरूमा राम्रो काम गर्न सक्नेलाई जिताउँ। भोलिका दिनमा यी जति पनि दुखी गरिब परदेशमा गएर दुःख पाएका छन् यिनीहरूले दुःख नपाउन् र आगामी दिनमा हाम्रो पिँढीले राम्रो गरी खान सकोस्। एउटा 1 छाक दाल भातै खाए पनि ऐस आराममा जिन्दगी नकटाए पनि 1 छाक आफ्नो घरमा बसेर खाना खानेसम्म हुने सरकारले बनाउने सरकार बनाउनुहोस्, यही भन्न चाहन्छु। थ्याङ्क यू।